हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो गाइज आजको ब्लग चाहिँ स्टार्ट भइरहेको छ। फेरि पनि मेरो ठुलमम्मीको घरबाट हेर्न सक्नुहुन्छ। पछाडि चाहिँ मेरो ठुलमम्मीको घर छ। अनि आज चाहिँ होइन हामी चाहिँ हिँडेर हाम्रो सानो भाइहरूसँग आज चाहिँ हामी रमाइलो गर्दै हिँडेर। यो चाहिँ मेरो भतिज हेर गाइज। वहाँनिर चाहिँ सुगा छ, हेर्नु सक्नुहुन्छ। ऊ हेर्नुहोस् वहाँनिर सुगा देख्नुभयो। ल यसको नाम चाहिँ रियान्स हो अनि यसको नाम योहन्ना अनि अर्को यासन। अहिले चाहिँ गाइज हामीहरू होइन आफ्नो मम्मीहरूलाई खोज्न गइरहेको छौँ। मम्मीहरू चाहिँ साग टिप्नु जाँदै हुनुहुन्छ भनेर जानुहुन्छ। खै यता कतै हुनुहुन्छ होला, हामी हेर्न जाँदैछौँ। गाइज पाइ पनि हाल्यौँ। ऊ त्यहाँ हेर्नु अगाडि हेर्नु साग टिप्दै हुनुहुन्छ त्यहाँनिर। त्यो हाम्रो निउडोको साग भन्छ हेर्न सक्नुहुन्छ। यो चाहिँ रियान्स के छ हेर्न सक्नुहुन्छ गाइज। यी सुगा उडेर गयो अगाडि हेर्न सक्नुहुन्छ। साग टिप्दैछन् सबैजना। ऊ हेर्नुहोस् यति राम्रो मौसम छ नि यहाँ। अहिले चाहिँ हामी हिजो भर्खर धान लगाएर सकियो। हाम्रो पनि यहाँ मम्मीको घरमा धान लगाउन आएको थियो। अहिले चाहिँ हामी चाहिँ हेर्न सक्नुहुन्छ उतातिर खेत छ। उतैतिर हामी गएको थियौँ। उता लास्टतिर गएको थियो हामी। हेर्न सक्नुहुन्छ यहाँबाट देखिँदैन तर अहिले खेत जोतिर छन्। यहाँबाट मोबाइलमा देखिने तर हामीले देखिँदैछ। अब हजुर देख्दैनुहुन्छ कि नै यो होइन गाइज है, उता टाढा छ। यो भन्दै हुनुहुन्छ यो होला होइन, उता छ टाढा। उता हेर्नुहोस् टाढा हेर्न सक्नुहुन्छ। यहाँ साग टिप्दै हुनुहुन्छ सबैजना। यो चाहिँ यासोन डन हेर्नुहोस् हाम्रो सिस्टर म्याडम। खै देखाऊ त कति टिप्यो। हेर्नुहोस् गाई यति धेरै टिपिसके। हिजो हामी धान लगाउन ऊ त्यहाँ टाढा गएको थियौँ। ए बच्चा पार्टीहरू तिमीहरूको ग्याङ हो यो। हामी दुईटा यी फेरि झगडा स्टार्ट ए ए ए ना बाबु ना। यी हेर्नुहोस् यो चाहिँ डन हो यिनीहरूको सर मालिक। अरे नै बाबु नै रियान्स न। चलो एक ठाउँमा बस्छ नै, एक ठाउँमा बस्छ। बाबु न मत मार्यो बा नाइ हजुर। यिनीहरूलाई हेर्न लाग्छु म अघि पुटाइङ मलाई ए फेरि झगडा नै हजुर। यिनीहरू एक्लै मान्छन्। चलो त गए रियान्स र टमाटर। ए यासुन त यहाँ यासुन हामी घर जाने हो। यहाँ के नै रियान्स आफ्नो मम्मीको वहाँ जाने हो। हामी घर जाने हो ल हैन। यति फाइट खेल्छ यो मान्छे हेर्नुहोस् गाइज। यति झगडेलो छ यो। यो झगडा किन खेल्छ त आफ्नो भतिसँग झगडा खेलेको खेले। यहाँबाट फालिदिउँ तँलाई।
भनेको नमान्ने किचिर किचिर गर्छ चल यता भनेकै मान्दैन गाइदियो त्यसको मम्मी त धान लगाउँदैछ नि त्यसको मम्मी हामी घर जाने अब घरमा छु उहाँ छन् कि त्यसको मम्मी धान लगाउँदैछन् छैन सोध त मम्मीलाई ल हिँड मम्मीलाई सोध मम्मीलाई सोध्नु त सोध अब ई झगडा मात्र खेल्छ यो यहाँ सोध ल अब सोध मम्मी रियान्सको मम्मी कहाँ छन् भनिदिनु त धान रोप्ने देखिस् हामी घर जाने बाबा तेरा आज जल्दी तोड्छ जा अब एक्लै जा अहिले त्यहाँ कुकुर आउँछ गाइज हजुरलाई मेरो भ्लग राम्रो लाग्यो होला त्यसैले तपाईँलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब सबै गर्नु होला यो भ्लगलाई यहीँ राख्छु अहिलेको लागि अब अर्को भ्लगमा भेट्नेछु नेक्स्ट भ्लगमा सो गाइज बाई